Happy New Year! Bye bye! ठोकाइदिन्छौ? कहाँ छ सिसी एउटाले बाइकलाई सिसी क्यामेराको छेउमा राखेर आएको अरे है एउटाले चाहिँ 12 भन्यो 12 खानु मन लाग्यो कि 12 खानु 12 हुन्छ 12 यता मिक्स 12 हुन्छ मिक्स 12 हुन्छ अन्डा 12 हजुर दुईटा हुन्छ हुन्छ हामी आधी खान्छौँ अनि फेरि कुन हुन्छ अरू हुन्छ हस् ल कस्तो मजाको नि मुनि चाहिँ ग्यास हो कि माथि चाहिँ चुला बनाएको जस्तो स्टाइल नि रेडी हो ए थ्याङ्क यू अन्डा 12 चाहिँ रेडी गरेर पनि दिइसक्यो दोडी बोडी भन्नुभएको आलु खाने कि नखाने ठिकै छ सबै मजा पनि छ सबै मजा अचार त नखाने मिठो मिठो क्या एकदम के अरे सुक्खा छ ड्राई छ तातो त मिठो क्या झोल पाउँदैन अचार मात्रै पाउँदो रहेछ मिठो चाहिँ मिठो खानु न बाह्र यो त सकिएको के तातो मिठो हुन्छ क्या सुक्खा बनाउँदैछ नि ड्राई हुन्छ ओइल छैन
बारामा झोल दिन्छ कि ए चुन्छ भनेर झोल चाहिँ नि टोपनीमा दिने भएर सुन्छ अरे अनि हामीले झोल खान पाएन होला त्यस्तो उज्जवल के गर्दैछ तातो छ तातो हात मिठो अझ डढा आउँदाखेरि मिठो हुँदो रहेछ क्या खरे बारा सबमा चाहिँ एकदमै मिठो लाग्यो मलाई चाहिँ बारा होइन मैले त्यहाँनिर चाहिँ अन्डा बारा पनि खाएँ मिक्स बारा पनि खाएँ सादा बारा पनि खाएँ तर सबभन्दा मिठो भनेको सादा बारा लाग्यो होइन अनि त्यसपछि बोरी छोइला अनि के अरे आलु सादेको खानु मिठो छ मिठो लाग्यो हजुरहरू पनि यता आउनुभयो भने त्यहाँ खान सक्नुहुन्छ मिठो मिठो मिठी मिठी यहाँबाट जानुहोस् टोमोडीबाट अलिक तल गएर त्यहाँ भेलुखेलमा अहिले चाहिँ रटानी बेला भइरहेछ हजुर लिङ्गो ढाली बेला ए हो रटाल्ने बेला भइसक्यो अरे फटाफट खै नाम थाहा छैन अब हामी चाहिँ यताबाट रात त्यहाँ डङडङ गर्दैछ अझ त्यो रथ तान्नुलाई ढिलो भइसक्यो अरे क्या अघि गइसक्यो अरे रात तानिसकेको भन्दैछ छिटो छिटो जाउँ ल हामी यो यताबाट यता भन्नुभयो कता हो त्यो साइडमा हामी छिटो आउनु जाउँ यताबाट कुन साइडबाट जाने हिजोको जस्तै कुल्फी दुईटा ढिलो भइसक्यो छिटो छिटो जाउँ न आज पनि रथ तानेको हेर्नु पाउँदैन क्या छिटो छिटो जाउँ तान्ने बेला भइसक्यो भन्दै थियो नि त अघि नै कता हो नि सोध्नु न फेरि ल कता सोध्नु यहीको मान्छेलाई थाहा हुन्छ क्या रथ कता तान्दैछ रथ यताबाट यताबाट अरे नमस्ते आराम हुनुहुन्छ फोटो सबै क्याउला जी जुला दादा के दादा दादा ओके फोटो जो होला जो जी छिटो फलो हेरेर त नि के दादाले हामी त नेबर बुझ्दैन नि हैन ओ तर बोल्दैन
आउनुहोस् भनेको नि मलाई चिन्नु त भने नेपालमा अनि अस्ति चाहिँ सेकेन्ड होइन सिल्भरमा सबै पनि आउँछ वर्ल्डमा चाहिँ सेकेन्ड एसियनमा चाहिँ गोल्ड सबैलाई चिन्दिएर कि तपाईँको सबैभन्दा ठुलो फ्यान आएर क्या के रे फेरि नमस्ते दिदी हेलो नमस्ते ह्यापी न्यू इयर फोटो एउटा खिचौँ ल मैले अस्ति मेरो साथीले पनि त्यहाँ कुमारीपाटीमा कन्सर्टमा भेटेको थियो नि है ए ए हो हो मैले तपाईँलाई लाइक गर्छु नि ए हो मेरो नाम याद गर्नु है हुन्छ यहाँ रथ कहाँ तान्दैछ रथ त्यहाँबाट तल जानुहोस् न यहाँबाट तल अहिले त्यहाँ लिङ्गोट हाल्छ नि पहिला यता तल ए मलाई डर लाग्छ ए रथ हेर्न रथ रोजलको मम्मी चिन्छ मलाई नचिनेको मास्क लगाउनु भएको छ मैले चिनिसकेँ मैले चिन्न भयो ओ म चाहिँ कहाँदेखि भन्दैछु कि कहाँबाट आउनु भयो आज त्यही बस्नुहुन्छ ए ओ नचिनेको मास्क पनि लाउनु भएको छ हेलमेट पनि लाउनु भएको छ अनि त्यही रथ हेर्न आएको कि म पनि त्यही हेर्न हो हेलो नमस्ते ह्यापी न्यू इयर थ्याङ्क यू ह्यापी न्यू इयर हेलो ह्यापी न्यू इयर ह्यापी न्यू इयर खस 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 खै कता हो छैन त हजुर त बडी बिल्डर दिदी होइन हो ओ थ्याङ्क यू कता तानेको हजुर कता हिँडेको नानी ए रथ तानेको होइन कहाँबाट आएको कहाँ ए पन्नेपाबाट ए ए यति बेला फर्किने घर ए ए रथ हेरेर ए ल बाई बाई अहिले तल भेटौँ त उयो खाएको कि कुल्फी खाएको घाँटी नि दुखो ओ यहाँ न कस्तो राम्रो यो चाहिँ यो छ नि यो चाहिँ ड्याब यो चाहिँ नि रथको चक्काको लागि के पक्कासँगले बनाएको रहेछ क्या सबैजना खै यस्तो भिडमा कसरी तानेर ल्याउनु हजुर ठिक छ हेर्नु भएको हजुर अगाडि अगाडि बस्छौ है ए हो सोचे जस्तो हुँदैन के यहाँ त प्याक हुँदैन होला है यहाँ त प्याक हुँदैन होला कहाँ छ कि क्या हो
तान्नु तान्नु तान्दैछु हजुर म त कस्तो झट्काउँछ नि डर लाग्यो कर्नलमा छ कि अप्ठ्यारो भएर हाई से हाई से हाई से हाई से मलाई भन्न तान्दा तान्दा बढी त्यहीँबाट तानिनु गाह्रो भइरहेछ नि त्यहीँबाट तानिनु गाह्रो भएछ त्यो कर्नलमा भएर अप्ठ्यारो भइरहेको छ बिचार त्यहीँबाट निस्किनु गाह्रो भइरहेछ त्यहाँ त मान्छे सबै ओर्लिँदा हुन्थ्यो नि त हजुर त्यो त उतार्नु पर्यो नि होइन त्यो कर्नल छ नि त गाह्रो भइरहेछ नि त अनि आउँछ कि बा भनेर नि ऐसे 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 जोर लगा के
कस्तो रमाइलो हुँदो रहेछ मैले तानेको नि म कर्नलमा अड्किरहेको थिएँ मैले पनि तानेको हेर विक्रान्त दिदी तपाईँको टिकटक हेरेर हुन्थ्यो मैले रिलमा तपाईँको बडी खतरा लाग्छ मलाई थ्याङ्क यू त्यस्तै बनाउनु बनाउनु पर्यो नि दिदी बिस्तारै मनाउनु ल पानी आउनु गर्मी हो अब त्यहाँबाट अड्केको कति धेरै अब झन् 5 गते झन् धेरै योभन्दा पनि हुन्छ क्या अनि पुरा सडक भरि मान्छेको है तपाईँहरू चाहिँ यहीँबाट तानेर थाकेँ यति ज्यादा रड ताने मैले तानेर लिएर आएँ कति मजा आयो हेर्नु न रड तानेर थाकेर बस्नुभएको सबैजना हेरेर रमाइलो गरेर माथि हेर्नु न माथिदेखि लिएर तलसम्म पुरै मेला लागिरहेछ एकदम रमाइलो म त मजा लाग्यो तन्दा तन्दा रस तन्दा आमा केले ल अब हामी जाउँ होला अहिले झन् भिड हुन्छ निस्किनुलाई अब हामी जान्छौँ ल त गाइस ल त मेरो साथीहरू एकदम मैले चाहिँ पहिलोचोटि रथ तानेको ठाउँमा आएर हेरेको मलाई चाहिँ एकदम मन पर्यो आनन्द आयो तान्दा तान्दा यसरी तान्यो राखो कहाँ डाङ 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 त सकिएको होला सानो रथ अब ठोक्काउने भन्दै थियो नि अघि सानो र ठुलो रथ त्यही हो क्या सानो र ठुलो रथ ठोक्काउने बोकेर ल्याउने सानो रथ त अब यो रथ लगेर सानो रथ लगेर ठुलो रथसँग ठोक्काउने अरे
जस्तो लाग्यो म तपाईँलाई देखेर आएको फोटो खिच्न लाग्यो म फोटो खिच्दै तपाईँसँग थ्याङ्क यू सानो रथ ल्याएको थिएँ अनि त्यहाँनिर भनेको थिएँ नि त ठोकाउँछ सानो रथ ठुलो रथ ठोकाउँछ भनेको थिएँ नि त अनि मैले चाहिँ के सोचेँ भने त्यो सानो रथ ल्याएर त ठुलो रथलाई ठोकाउँछ भनेको कि लास्टमा त यहाँ ल्याएर त घुमाएर फेरि फिर्ता लग्यो कि जाउँ छिटो भरे ब्याक हुन्छ फेरि जाँदाखेरि हाम्रो बाटो नै भेट्दैन अहिले रमाइलो हुन्छ जस्तो छ त के हुन्न अब त भइहाल्ने मलाई डर लाग्छ क्या भिड हुन्छ अहिले बाटो अब फेरि 5 गते आउँ न 5 गते आउँ न किन बेलुका त हो नि जाउँ अब ल एकदम रमाइलो भयो अब हामी जान्छौँ अब है त कस्तो है यतिखेर सबै मान्छेहरू भिडभाड कति रमाइलो मलाई तपाईँ एकदमै इन्सपिरेसनल लाग्छ थ्याङ्क यू ह्याप्पी न्यु इयर अनि तपाईँलाई भक्तपुर रमाइलो लागिरहेछ एकदमै मलाई खुसी लाग्यो रमाइलो लागिरहेछ कहाँबाट छोरी मात्रै होइन मामु पनि बिग फ्यान है ह्याप्पी न्यु इयर हजुर कहाँबाट हुनुहुन्छ हामी त यही बस्छौँ पोखरी ए हो पनि यही होइन भक्तपुर होइन भक्तपुर होइन कमल पोखरी काठमाडौँको ए है म त के भन्नु खाने ए हामी त यही हो ए हो हजुर त्यही त नि जहिले हुन्छ भने थियो अस्ति शनिबार पनि आएको थियौँ होइन हामीहरूलाई शनिबार थिएन शनिबार चाहिँ थिएन थर्सडे थियो अनि त्यसपछि अब आज छ अनि अब पर्सि छ फेरि ए त्यही त हेरेको थिएन क्या मैले फर्स्टचोटि हेरेको कति रमाइलो मैले तानेको क्या त्यो उयो दोरी तानेको होइन अघि भर्खर त्यो तलबाट दोरी तानेको मैले कति रमाइलो लागेको कि लाइभली हुन्छ यहाँ त्यही कम्पिटिसन जस्तै हुन्छ हामीलाई तपाईँको जरुरत थियो नि अप्पर टर्मले हार्यो है ए हो कम्पिटिसन हुन्छ कम्पिटिसन त्यो रथ चाहिँ होइन त्यो तान्ने कम्पिटिसन गर्छ कि ए हो अनि त्यसपछि कि त माथि लग्ने कि त तल ल्याउने हुन्छ होइन अनि अब अरू वर्षहरू चाहिँ जहिले माथिले जितिरहेको हुन्थ्यो कि त्यो यसपालि चाहिँ तल कोली जित्यो कि ए त्यही भएर तलबाट ए मलाई थाहा थिएन फोटो अब यो पालि पनि फेरि कम्पिटिसन हुन्छ अब फेरि पर्सि फेरि कम्पिटिसन हुन्छ ए अनि जसले जित्छ अनि त्यसले तँपट्टि लाने ए त्यो बेलामा चाहिँ अलि रिस्की पनि हुन्छ कि फाइट पनि पर्छ 5 गते त्यस्तै अब 7 बजेपछितिर चाहिँ अलि झगडै पनि हुनसक्छ ए हो अनि त्यही भएर त्यही तान्दाखेरि फाइट हुन्छ आफ्टरनुनतिर आउनुभयो भने चाहिँ नि ठिकै हुन्छ ए हो तर अलि बेलुकातिर भएपछि चाहिँ झगडा हुन्छ ए त्यही छ खोइ बाबु कहाँ गयो त्यही छ म उसलाई उखिदिन्छु एक्सक्युज मी नाइस मिटिङ यु फोटो खिच्ने भने ल हामी सेल्फी नै खिचौँ न ल थ्याङ्क यू देख्नुभयो फेरि एउटा फोटो लिउँ है हजुर हुन्छ नि तपाईँले खेलाडी है अलिक कालो कालो टाइपको राम्रो हुन्छ कि क्या के गोरो यो आउने नै यस्तै हो यसको राम्रो हुन्छ गोल्डन माथितिर होइन यो चाहिँ राम्रो लाग्छ के यो राम्रो लाग्छ यो राम्रो लाग्छ ओमा नेपेमे लेखेको हो यो मन पर्यो कि मलाई त यो कति पर्छ यो चाहिँ 3000 पर्छ यो चाहिँ 1500 रुपियाँ पर्छ
यो चाहिँ राम्रो किन के को फरक यसमा धेरै लाइनिङ छ कान बढी भयो नि त यसमा यो यति मात्र लाइनिङ यसमा यो तह धेरै छ अनि यो साइज ए यो पनि 1500 यो पनि 1500 साइज हो यो साइजमा यो पनि 3000 एउटा यो अष्टमङ्गल भन्ने आउँछ अष्टमङ्गल चाहिँ शुभको लागि पनि हो कि गुड लक प्लस शान्ति भने जस्तै यो चाहिँ अष्टमङ्गल बिचको चाहिँ अष्टमङ्गल तल माथिको चाहिँ यो पनि हो अष्टमङ्गल यो बिचको अष्टमङ्गल तपाईँलाई कालो मनपर्छ भनेकोले यो अनि यसमा तर अष्टमङ्गल भएको राम्रो नि अनि यो चाहिँ लेटर पनि टिबेटियन नै हो यसको लेटर आउने पनि टिबेटियन नै हो होइन अनि यो लेटर पनि यसमा चाहिँ टिबेटियन नै छ यसमा चाहिँ हामीले चिनिनेवाला लेटर भयो ओम माने पद्मे ओम होइन अलिकति हाम्रो नेपाली लेटर नै भयो यसको चाहिँ लेटर चाहिँ पुरा टिबेटियन नै छ यो ओम पनि यस्तो होइन यस्तो यिनीहरू लेटर तर यो छैन होइन छैन अष्टमङ्गल चाहिँ छैन अष्टमङ्गल पनि भएको टिबेटियन लेटरमा ठुलो मात्र भएको छ ठुलो त सानो चाहिएको चाहिँ ठिक्क यो लैजानु त यो लैजानु न हुन्छ यही लानु यहाँ भक्तपुर आउँदा हाम्रो त खबरै छैन है मैले रथ तानिरहेको हो रतन आउनु भयो मैले रथ तानेको तलबाट सानोवाला कहाँ सानो अरे ए अनि कता कता घुम्नुभयो नि त्यही रथ तान्नु आएको रथ तानेर ल्याएको यत्रो ठुलो रथ फर्स्टचोटि मैले रथ तानेको ल भइहाल्यो नि यस्तो रमाइलो हिजो रथ एकजना मान्छे खिच्यो नि त त मैले पनि सुनेको नि त देखेको है 38 को मात्रै यसो ढकाल दिएछ होइन अनि लड्यो कि अनि त्यसपछि उठ्नै सकेन कि त्यही भएर ए हो अब कति जानु बा ए बिनी साथी हेलो भाइ ह्याप्पी न्यू इयर नमस्ते नि हो नमस्ते नमस्ते गर्छ क्या नमस्ते गर्छ यसरी नयाँ नमस्ते होइन भाइ नमस्ते हो यो मोडर्न अनि कता के यो ओमाने पेमे किनेर लिएर आएको ए हो अनि कति जानु नि बा त्यहाँ अब भेना यसो दिनुपर्ने हो खाने हो अन्डा र ऐला दिनुपर्ने हो काठको रहेछ क्या त्यहाँनिर कस्तो राम्रो रहेछ होइन यसो भेना यसो दिने हो त अनि अनि बाबु खै नि घरमै छ त्यही रथको लागि के खानुभयो के खानुहुन्छ हामीले के अरे बाह्र खायो यता अनि दिदीकोमा होइन पहिले नै आउँदाखेरि उता बाटोमा भ्याउँदैन भनेर अत्तर खायौँ अनि गएर रथ तानेर आएको ए अब के खानुहुन्छ अब घर जान्छु ए अनि घरमै खान्छु ए खानुहुन्छ त ए ल हाम्रो पनि उतातिर के अरे दत्तातिर जानु लाग्यो भाइहरू त्यहीँ छ कि ए हो सबैजना अनि मैले तपाईँको त्यो सो पनि हेर्दै इट्स माई सोमा होइन त्यो पनि एकदम राम्रो लाग्यो तपाईँ त्यस्तो प्लेटफर्ममा जानु पुग्यो भनेको त एकदम राम्रो कुरा हो नि त आइ एम सो ह्याप्पी मैले मिस गरेँ त्यो त भन्नै पर्दैन दिदीले त सबै मिस गर्नुहुन्छ त्यसमा त डाउटै छैन त्यसमा फोन आयो बोलाउँदैछ कि क्या होइन मेरो होइन भेनाको हो त्यही भएर जाउँ कि दादातिर होइन ठिक छ नेक्स्ट टाइम म आउँछु अहिले सामानहरू मिलाएर भएर अलि नभ्याउने भएको छ ओपनिङ पछि बोलाउनु न अलवेज दिदीको लागि त अलवेज रेडी टु कम होइन न्यू इयर थ्याङ्क यू ओ माय गॉड क्यूट बाय बाय बाबु थ्याङ्क यू ह्याप्पी न्यू इयर तपाईँको मैले कति हेरिरहेको फोटो लिन्छ है हजुर हुन्छ ल यो एकछिन पक्रिदिनु त म बाबुसँग यता यता ल
जाउँ अब बन्द गर्ने अब जाने हामी अब यहाँबाट जाँदैछौँ कुल्फी खाएर हाई त गाइस लभ यु अनि ह्याप्पी बिस्किट जात्रा लभ यु कुल्फी खाएर